नमस्कार। यहाँहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। आज म यहाँहरूलाई 16औं योजनाको सोच, रणनीति र यसको बारेमा भन्न गइरहेको छु। रूपान्तरणको क्षेत्रहरू यहाँ तपाईँ देख्न सक्नुहुन्छ 16औं योजना। यससँग सम्बन्धित भएर निकै प्रश्नहरू सोध्ने गरेको हामी पाउँछौँ। लोकसेवा, शिक्षक सेवा र अन्य सेवामा विभिन्न सरकारी प्रवेशका लागि अत्यन्तै महत्त्वपूर्ण छ। 5 वर्षको लागि यसको चाहिँ हामी भन्नुपर्दा दीर्घकालीन सोच 2100ले तयार गरेको समृद्धि र सुखका मूलभूत तत्त्वहरूलाई आत्मसात गर्दै 16औं योजनाले चाहिँ सुशासन, सामाजिक न्याय र समृद्धिको सोच राखेको छ। त्यसै अनुसार यसका उद्देश्यहरू भने 3वटा छन्। समष्टिगत रणनीतिहरू 4वटा रहेका छन् र हामी हेर्न सक्छौँ यसका प्रमुख क्षेत्रहरू 13वटा रहेका छन् र 16औं योजनाका लक्ष्यहरू भने हाम्रा 40वटा रहेका छन्। सुशासनका लक्ष्यहरू अन्तर्गत 10वटा रहेका छन् र सामाजिक न्याय, राष्ट्रिय न्यायका लक्ष्यहरू 10वटा रहेका छन्। त्यस्तै गरी समृद्धिका राष्ट्रिय लक्ष्यहरू चाहिँ 20वटा रहेका छन्। यो हाम्रो 80-81 देखि 85-86 सम्मको 15औं पञ्चवर्षीय योजना 16औं योजना रहेको छ। यहाँलाई लक्ष्यहरू 40वटा लक्ष्यहरू मध्ये सरस्वती सुशासनका राष्ट्रिय लक्ष्यहरूको बारेमा सुरुमा भन्ने छु। यसमा चाहिँ 10वटा रहेका छन्। विधिको शासन सूचाङ्क चाहिँ लक्ष्य राखेको छ 0.80। त्यस्तै गरी विश्वव्यापी प्रतिस्पर्धी सूचाङ्कमा यसको लक्ष्य रहेको छ 65। त्यस्तै गरी भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचाङ्कमा 43, भ्रष्टाचार 4मा 1 घट्नु पर्यो नि त, त्यसैले 4-3 राखेको छ सम्झनालाई। र विद्युतीय सरकार विकास सूचाङ्क 0.600 रहेको छ र निर्वाचनमा मतदाताको सहभागिता भनेर चाहिँ 85। अब पहिला भएको भए 85मा निर्वाचन हुने थियो, अहिले भइसक्यो निर्वाचन। त्यही पहिलाको हुनेवालालाई सम्झेर 85मा निर्वाचन हुन्छ सम्झेर हामी निर्वाचन मतदाताको सहभागिता भनेर 85 सम्झिन पनि सक्छौँ। 85%। अदालतमा दर्ता भएको मुद्दाको फर्च्युट भनेको 75 सम्झिनु पर्यो। कुल विनियोजनमा खर्चको अनुपात हामी 90% बुझ्नुपर्ने हुन्छ। यतिको लक्ष्य राखेको छ। बेरोजगारको चाहिँ 5% राखेको छ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक भनेको छ, यो चाहिँ 90%। 90 नहुने कारणले गर्दा 90 सम्झिँदा भयो। 5 वर्ष मुनिका बालबालिकाको जन्मदरता चाहिँ 100% बनाउनु पर्ने भनेर सम्झिनु पर्ने हुन्छ। 10वटा चाहिँ सुशासनका राष्ट्रिय लक्ष्य रहेका छन्। त्यस्तै गरी सामाजिक न्यायका राष्ट्रिय लक्ष्यहरू पनि हामी बुझ्ने कोसिस गरौँ। यसका राष्ट्रिय लक्ष्यहरू चाहिँ पनि 10वटा नै रहेका छन्। ती हेर्न सक्छौँ। 1मा रहेको छ असमानता समायोजित मानव विकास सूचाङ्क। यसको लक्ष्य रहेको छ 0.600। उपभोक्ता आधारित निजी गुणक भनेको छ, यो 0.280। सम्पत्तिमा आधारित निजी गुणाङ्क भनेको छ, गुणक भनेको छ, यसको लक्ष्य रहेको छ 0.22। उच्च खाद्य सुरक्षाको स्थितिमा रहेको परिवार भनेको छ, यो चाहिँ 1%मा झार्ने। पहिलाको यो 15औं योजना अनुसार अथवा आर्थिक वर्ष 69-80
मा चाहिँ 1.3% रहेको थियो। यसलाई झारेर कम गर्नुपर्ने हुन्छ। खाद्य सुरक्षा असुरक्षाको स्थिति चाहिँ 1% झार्नुपर्ने लक्ष्य रहेको छ र आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या 60% पुर्याउनु पर्ने छ। अहिले 79-80मा चाहिँ 32% रहेको थियो र लैङ्गिक विकास सूचाङ्क को कुरा गर्ने हो भने 0.967 बनाउनु पर्ने छ। लैङ्गिक असमानता सूचाङ्क 0.225 बनाउनु पर्ने छ। यो रोजगारीको अवस्था महिला र पुरुषको अनुपातमा चाहिँ 1:1.2 बनाउनु पर्ने छ र बाध्यकारी श्रमको दर हुन्छ, जस्तै 15 वर्षभन्दा वा त्योभन्दा कम का बालबालिकाले काम गर्न नपाउने अथवा त्यसलाई चाहिँ 0% काम गर्ने स्थिति 0 प्रति हजारमा 0 झार्ने भन्ने लक्ष्य राखेको छ। महिलाको नाममा घर जग्गा वा जग्गा दर्ता गरेको परिवार चाहिँ 35% पुर्याउने लक्ष्य राखेको छ। यो भयो सामाजिक न्यायका लागि राष्ट्रिय लक्ष्यहरू, ती 10वटा थिए र अन्तिममा छ हाम्रो समृद्ध राष्ट्रिय लक्ष्य। समृद्धका लागि 20वटा छन्। यो आर्थिक वृद्धि दर आधारभूत मूल्यमा चाहिँ अब 7.3% प्रतिशत बनाउने छ। प्रति व्यक्ति आय 2351 बनाउने लक्ष्य रहेको छ। गरिबी रेखामुनि जनसङ्ख्या भने छ 12, यसलाई 12 अथवा गरिब हटाउनलाई पढ्नुपर्छ 12 भन्दा हो भनेर सम्झिँदा भयो र 12% पुर्याउने भन्ने छ। अहिले त्यति बेला 79-80मा चाहिँ 20.3 रहेको थियो र 12%मा झार्ने भन्ने कुरा लक्ष्य लिएको छ समृद्धिका राष्ट्रिय लक्ष्यहरूमा। उपभोक्ता मुद्रास्फीति 5%मा झार्ने भन्ने छ। मानव विकास सूचाङ्कको 0.650 र मानव सम्पत्ति सूचाङ्क 78.0, आर्थिक तथा मानवीय जोखिम सूचाङ्क 24.0, किनभने 24 घण्टा यो असुरक्षा हुन सक्छ, यसलाई 24% भनेर सम्झिँदा भयो। साक्षरता दर 5 वर्षभन्दा माथिकाहरूको साक्षरता दर भनेको 85% पुर्याउनु पर्ने लक्ष्य रहेको छ। अपेक्षित आयु यति बेला हामीले बनाउनु पर्ने 73.0, त्यो समयमा 79-80मा चाहिँ 71.3 थियो। 30 मिनटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार चाहिँ 90% नभई नहुने 90 सम्झिँदा भयो, 90% बनाउनु पर्ने अवस्था। उच्च मध्य स्तरको खानेपानीमा पहुँच भएको घर परिवार 45। बेरोजगारी दर चाहिँ 5%मा झार्ने लक्ष्य लिएको छ। श्रम उत्पादकत्व यसमा 275 हजारमा भनेको छ र हजारमा रु। कृषि वस्तुको औसत उत्पादक प्रमुख बाली 3.7 मेट्रिक टन प्रति हेक्टर लक्ष्य राखेको छ। बैङ्क तथा वित्तीय संस्थामा पहुँचको परिवार 85% पुर्याउने लक्ष्य रहेको छ। बैङ्क तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार चाहिँ यो 16औँ वर्षको अन्त्यमा 85% पुर्याउने लक्ष्य छ। सडक घनत्व 77वटै जिल्लामा सम्झिँदा भयो 0.77 र विद्युत उत्पादन चाहिँ 79-80मा 2962 रहेको थियो मेगावाट रहेको थियो भने यसको 16औँ योजनाको अन्त्यमा हामीले 11,769 सम्झिनुहोस् 11,769 5वटा डिजिट यहाँ हेर्दा भयो 11769 11769 त्यहाँ 8 छैन बिचमा 678 अनि 11 सम्झिँदा भयो 11769। प्रति व्यक्ति विद्युत उपभोग 700 किलोवाट प्रति घन्टा भनेर यसको छ। विद्युतमा पहुँच भएको जनसङ्ख्या 100% पुर्याउने लक्ष्य रहेको छ। इन्टरनेटमा पहुँच पुगेको जनसङ्ख्या 90% पुर्याउने यसको रहेको छ भनेर भनेको छ। यो चाहिँ एउटा अनुमानमा आधारित हो। यो 16 योजनाका यी लक्ष्यहरू चाहिँ तपाईँहरूले ध्यान दिनुहोस्। यी लक्ष्यहरू
तीनवटा उद्देश्यहरूका लक्ष्यहरू छन्। है त, आजलाई यति नै। हवस् त, नमस्ते।